भाइ हामी चाहिँ साथीहरु भाइहरुसँग घुम्न जाँदा लङ टाइम भिडियो बनाउँदै हाम्रो सब्स्क्राइब गरिदिनु होला सबैले भ्यू हुनेछ के छ आफ्टर लङ टाइम भाइ हामी चाहिँ साथीहरु भाइहरुसँग घुम्न जाँदा लङ टाइम भिडियो बनाउँदै हाम्रो खत्री भ्लगलाई नि सब्स्क्राइब गरिदिनु होला हैन सबलाई हाम्रो यतातिर छन् खड्का सर हेलो गरिदिनु न एकचोटी हेलो अनि त्यहाँबाट अब चाहिँ धेरै लङ टाइम आफ्टर लङ टाइम पछि भिडियो हाल्दैछ केटाहरू सबैले सब्स्क्राइब गरिदिनु होला सबैले भ्यूहरू आउनु पर्यो टन्न भ्यू आउनु पर्यो है आफ्टर लङ टाइम पछि हामी घुम्न निस्केका छौँ भाइसित हाम्रो यता छन् खड्का सर अब हामी चाहिँ आज चाहिँ यसो मेमोरियल पार्कतिर घुम्न जाने भाइ चिडियाखाना होइन यो पार्क हो कि वन ठाउँ हो है चरा छैन यहाँ ओ केटाहरू ल ढुङ्गा उचालेर ल्याएर राखेको नि त यस्तो हो नि त खासमा पछाडिको भिडियो बनाउनु त सिंगानी स्ट्रेट बाटो भन्दै पछाडिको भिडियो बनाउनु त्यस्तोमा अहिलेको लागि मैले बनाइदिन्छु केटा त्यो पछाडिको भिडियो पनि बनाइदिन्छु न त्यो सिंह आज हामी घुम्न चाहिँ कहाँ हो भनेको स्टोनर पार्क हो क्या स्टोनर पार्क तर यहाँ चाहिँ खतरा छ तर पार्क चाहिँ बन्द नाइटको लागि होइन दामी भ्यू छ ल सबैजना आउनु होला यहाँ घुम्नलाई नि अरे खड्का सर केही बोल्नु भएन किन हो यो दामी रहेछ त के हो यो यस्तो यो गाडीहरू रहेछ त भित्र यताबाट त किशोर यताबाट नि गइन्छ जान त जताबाट गए नि हुन्छ किशोर हाई गर्दैन यसले खतरा फ्लावरहरू केटाहरू लिएर दामी ठाउँ छ है ल सबैजना आउनु होला घुम्नको लागि हामी चाहिँ अहिले अब हाम्रो चाहिँ ट्राभलिङ चलिरहेको छ घुम्ने ट्राभलिङहरू होइन घुम्नको लागि आज चाहिँ हामी चाहिँ अब यो वर्ल्ड वारको मेमोरियल पार्कतिर नि घुम्न अस्ति नै गइसकेको फेरि पनि केटाहरू नयाँ केटाहरू लिएर आएर घुमाइदिनु लिएर आएको हाम्रो खड्का साधन लिएर आइराख्नु हामीले यो चाहिँ एउटा फ्यामिली पार्क रहेछ यहाँ यसो छिरेर गइदिउँ भनेर यतातिर आइरहेको होइन ल किप सपोर्टिङ केटाहरू यहाँ क्याम्पिङ पनि रहेछ यतातिर चट्टको हो बिचमा आएका छौँ बेलारुसको बिचमा केटाहरूले बिच हेरेर आएको छन् पुरै केटाहरू सब खत्री भाइ हाम्रो सिंह भाइ हाम्रो किशोर सर पुरै दिइराख्नु भएको टोपी लाएर पुरै यो पारामा हामी चाहिँ अहिले बिचमा आएका छौँ बिचमा केटाहरू यो पारामा होइन किशोर सर र किशोर हेलो भनिदिनु हामी खत्री है हाम्रो खड्का भल के छ खड्का सर यसो बोलिदिनु पर्यो क्या अलि सुरुमा अलिअलि गरेपछि मात्र बोल्ने हो क्या ल हाम्रो म्याग्दी सिधै म्याग्दी एकदम सदरमुकाम ल हेर्नु है भ्यू चाहिँ दामी छ यहाँको चाहिँ चट्टको जर्मनले भन त भन ल के हो भाइ अनि हान्दाखेरि चाहिँ यो मान्छे लुकेर ब्राङ गोली हान्ने बनाएको यो कभर हो कि त्यो ल रहेछ पब्जीमा हुन्छ नि हार्ड कभर हो त्यो यिनीहरु आउँदाखेरि चाहिँ यहाँ लुक्ने एउटा यहाँ ब्राङ हान्दिने के पानीको तालले के बनाएको पानीको ताल चाहिँ यो पोखरी जम्मा गरेको आउँदाखेरि बुमाउँछ नि त बुमा आउँदाखेरि चाहिँ अब तातो हुँदाखेरि चाहिँ फाल्यो क्या यहाँ हाँसमा चाहिँ एउटा हाँस मरेछ ओहो हाँस मरेछ बिचारा यार लास्ट अब काँडा मर्यो होला नि बुढो भएर कसरी मर्यो भन्ने मेन कुरा यसलाई चाहिँ यो तालखेल लाउने चाहिँ त्यतिकै यो त्यसले गर्दाखेरि गाह्रो खा हुँदो त्यो के अरे गाह्रो खाएर यत्तिकै यो ग्यासमा चाहिँ कहिले काहीँ असुल ग्यास के फाइट हुँदाखेरि असुल ग्यास छर्ने
टट्ट यस्तो मेमोरियलहरू यस्तो के यो म तपाईँले भन्छु के भन्नु? यता यहाँ बसेर है अँ यहाँ बसेर टक्क निशान ताग्ने हो कि निशान ताग्ने यस्तो टायर प्र्याङ हान्ने हो कि ए हो र त्यो हो नि त नि यसलाई चाहिँ एउटा लानुपर्ने हो यसलाई चाहिँ एउटा मिठोमा लानुपर्ने हो सबै थाहा छ मलाई रसेल लाउरेमा रसेल लाउरे यसलाई भर्ती गराउनु पर्ने हो त्यसो भए अब पहिला पब्जीमा भर्ती हुँदैछ पब्जीमा त 0.775 को केटी लिएर हिँड्यो पुरो हुँदैछ सही इस्तेमाल गर्छ ल ल केटाहरू नेक्स्ट भिडियोमा भेटौँ ल किप सपोर्ट सब्सक्राइब लाइक सेयर हानिदिनु होला यो आफ्टर लङ टाइम न्यू भिडियो आउँदैछ है गाइज हाम्रो खड्का सरसित फाइनल्ली केटाहरू चाहिँ पछाडिबाट आउँदैछन् हामी आइसक्यौँ आज केटाहरू भएको ठाउँमा आज बड्याङ बुडुङ दामी घुम्नुपर्छ दामी घुम्नुपर्छ आउनु होला आज ल ल ल ल केटाहरू ल अनि त्यहाँबाट हाम्रो खड्का सर पनि आउनुभएको छ आज ल खड्का सर के छ अरू के तपाईँ के हो यहाँ खड्का तिमी अरू बेला मात्रै बोलेको गर्छ फेरि मान्छे अरू बेला त बोल्दै बोल्दैन ल मलाई के भन् मलाई ज्ञान नभएको विषय केही पनि बोल्न मन लाग्दैन अरू जस्तो भन्ने मेरो बानी छैन हो कहिलेबाट त्यस्तो सुध्रेका मान्छे के छ का बोल्नु भनेर ल ठिक छ नबोल्यो नि केही फरक पर्दैन आयो हामीलाई सपोर्ट गर्यो ल ठिक छ गाइजहरू हामी त यो जङ्गलको एकदम पार्कको बाटो हिँड्दा छौँ एकदम गुड भाइब्स र गुड भ्यू छ फाइनल्ली हामी अब आज चाहिँ यहाँ ठुलो प्रोग्राम रहेछ अब वर्ल्ड वारको 9 तारिक चाहिँ यहाँ अब प्रोग्राम हुने अरे त्यही भएर पुरै डेकोरेसन मान्छेहरू टन छन् फाइनली हामी त्यहाँ पुगेपछि फेरि भिडियो खिचिन्छ हेर्दै गर्नु होला किप वाचिङ गाइस बागेर चिल पार होइन मान्छेहरू टन्नै छन् यार आज यार आम्मामा लाएर नि केलाई के गरौँ व्यवस्था यार यतै बिल्ला भन यसो सर घुमेर आइदिउँ न मान्छे टन्नै छन् यार फाइनल्ली हामी पनि यहाँ घुम्न आएको अवस्था छ ए चिल बाह्र हाम्रो भाइ यहाँ आज चाहिँ लास्ट है जोस वाट आज त बहुत खतरनाक छ आज चाहिँ यस्तो रहेछ गाइस है यहाँको मेमोरियल मनाउन होला केही सायद पुरै प्रोग्रामहरू भइरहेको छ मान्छे पनि पुरै हिँडिरहेको छ त्यत्रो विधि मान्छे आम्मा भएको ठाउँमा आइयो है त यी केटाहरू यहाँ भिडियो खिचिरहेछन् यहाँ यी मेमोरियल पार्क हाम्रो सोल्टीहरू यहाँ बसिरहेछन् खड्का सोल्टी यहाँ नयाँ जुत्ता लाएर हिँडिरहेको छन् होइन यता हेर न खड्का सर मेरो त पुरानो हो यार ए तिम्रो त मेड इन नेपाल हो नि ऊ खड्का वर्ल्ड वारको ठाउँमा यी यहाँ चाहिँ पुरै तोप हान्ने सजाइरहेको छ यहाँ चाहिँ चट्ट केटाहरूको फोटो सेसन भइरहेको छ यहाँ चाहिँ मेमोरियल पार्कै केटा वर्ल्ड वारको मेमोरियल पार्क जर्मनसितको लडाइँमा जित हासिल गरेको ठाउँ यहाँ चाहिँ टट्ट लाएर केटाहरू यो चाहिँ तोपमा टक्क बङ्करहरू गोली बारुद आज टन्नै मान्छे छन् यहाँ चाहिँ आज चाहिँ भोलि 9 तारिक चाहिँ यहाँको हो आजाद भएको दिन रहेछ यहाँ आज त्यो प्रोग्रामको लागि मान्छेहरू टन्नै छन् ल गाइड किप वाचिङ है त पछि फेरि अरू भिडियो खिच्दै गरौँ ल हाल्दै गरौँ ल है त ल चर्चहरू पनि रहेछ त्यतिर फोटो चाहिँ राम्रो आउँछ मेमोरियल पार्क भनेपछि पार्क सुरु भएको छ अब हाम्रो यहाँ पुरै हेन्सम गाइजहरू आएका छन् हजुर यी पुरै भाइ छ हजुर हाम्रो खडेका सर यतातिर छन् अब यहाँ टट्ट लुम्बिनी जस्तो आगो बल्छ त बक्सै पछि फरक छ क्या टाया सया म्युजिक बक्सहरू हो त मेमोरियल पार्क यो वर्ल्ड वारको मेमोरियल पार्क यहाँ आगो बलिरहेको छ यहाँ त चट्ट यो 24 घन्टा बल्छ हरेक दिन हरेक रात यहाँ शहीदहरूको लागि फुलहरू यहाँ चाहिँ ठुलो प्रोग्राम हुन लागेको छ होइन मान्छेहरू त टन्नै छन् है नाचेको देखाउनु न त्यता होइन यताको नि यसो हेरौँ न केटाहरू घर बज्यो नजिक गएर खिचौँ न अब नाच्न लाग्ने कि त्यहाँ छोड्दैन यहाँ नाच्न खान्छ नि उता जाऊँ यहीँबाट खिचौँ न यहीँबाट
दौड्ने होइन नि त्यो उसो क्या यस्तै घुमेर नाच्छ केही प्रोग्राम होला नि केही न केही हेरजना केटी हेर्नु यहाँको डान्स पनि हेरौँ न होइन केटा नाचेको हेर्नु सबै केटीहरू नाच्नु यहाँ जाऊँ न अलिक ठुलो जाम अलि अगाडि जाम न उयो स्टेप म खिच्न त दिन्छन् नि फेरि दिन्छन् के फेरि करार लखडे हुन्छ टेन्सन हुन्छ नि त हाम्रो उसले मोबाइलै बोकेर हिँड्दा त सबैले हो यहाँ डान्स सिकाइरहेको सोल्टीले सबैले डान्स गरिरहेको केटा ओहो मैसरी सुन्दरी कसरी भरू अनि यहाँ त म्युजिक कति बजी आउँछ यहाँ सबै गाडेको ठाउँहरू यो यो सब गाडीको ओ वहाँ माथि पनि छ त यो हेर नि यहाँ माथि राति त तर्साउँछ होला यार तर्साउँछ होला खोइ त हरायो त तिनीहरू नाच्दा नाच्दा ओ माई गड कस्तो खाले डान्स हो यो Сделали диагональ потянули сюда прямо. По очереди. Раз, баба. Вот и бесплатно. Вот и бесплатно отдел вкусный чай идет. Нет, только не лома. डान्स सिकाउँदो रहेछ यिनीहरूले यो शहीदहरूको लागि डान्स गर्न आएको अँ लाग्यो कि तिनीहरू सुरु भएन नि त ऊ सुरु हुनु अब यहाँ एकदिन